प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय नेपाली राजनीतिमा सबैभन्दा धेरै चर्चामा रहेको विषय सायद यही हो। के साँच्चै यी दुई नेताबीच झापा 5 मा भिडन्त होला त? आजको यो विश्लेषणमा हामी यही सम्भावनाको गहिराईमा पुग्नेछौँ। यो सबै कथा सुरु हुन्छ 2082 साल पौष 27 गतेबाट। काठमाडौँका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा छोटो तर निकै अर्थपूर्ण पोस्ट गरे र त्यही एक लाइनले सिङ्गो देशको राजनीतिमा एउटा तरङ्ग नै ल्याइदियो। अब प्रश्न उठ्छ, त्यो पोस्टको आखिर मतलब के थियो त? धेरैले अनुमान लगाए बालेन अब राष्ट्रिय राजनीतिमा आउँदैछन्, अनि निशानामा को छ त? पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक गढ झापा 5। बालेनले देखेको यो सपना कति चुनौतीपूर्ण छ, यो बुझ्नका लागि पहिले हामीले त्यो किल्लालाई चिन्नुपर्छ जसलाई ओलीको लाल किल्ला पनि भन्ने गरिन्छ। 7 पटक। हो, तपाईले ठीक सुन्नुभयो। 2048 सालदेखि यता केपी शर्मा ओलीले झापाबाट 7 पटक चुनाव जितिसकेका छन्। यो उनको प्रभुत्वको एउटा लामो र बलियो इतिहास हो। पछिल्ला 2वटा चुनावको नतिजालाई हेर्ने हो भने त अवस्था झनै रोचक छ। ओलीले खसेको कुल सदरमतको आधाभन्दा बढी मत एक्लैले पाएका छन्। यो सामान्य जित मात्रै होइन, यो त एक छत्र राज हो। उनको जितको अन्तर हेर्नुस् न, सधैँ फराकिलो। उनले आफ्ना निकटतम प्रतिस्पर्धीले पाएको मतभन्दा दोब्बर भन्दा पनि बढी मतले जित्दै आएका छन्। सोच्नुस् त, विगत 35 वर्षमा जम्मा एक पटक मात्रै हार। त्यो बाहेक उनी यो क्षेत्रका लागि एक किसिमले अविवादित राजनैतिक राजा जस्तै हुन्। ल अब त्यो युद्धभूमिको बारेमा कुरा गरौँ। झापा 5 को आफ्नै छुट्टै चरित्र र केही जटिलताहरू पनि छन्। हेर्नुस्, झापा 5 कुनै सामान्य निर्वाचन क्षेत्र होइन। यहाँ शहर र गाउँको राम्रो मिश्रण छ, अर्थतन्त्र चलायमान छ र यहाँको ठूलो जनसङ्ख्या पहाडबाट बसाइ सरेर आएका मानिसहरूको छ। रोचक कुरा के छ भने ओलीको आफ्नै परिवार पनि तेह्रथुमबाट बसाइ सरेर यहाँ आएको हो। खैर, यो सम्भावित भिडन्तको सबैभन्दा रमाइलो पक्ष के हो थाहा छ? झापा 5 को लागि चुनाव लड्ने यी दुवै मुख्य प्रतिस्पर्धीले आफैलाई भोट हाल्न पाउने छैनन्। कस्तो अचम्मको संयोग! यहाँको जित हारको फैसला कसले गर्छ त? हो, त्यो गर्छन् यस क्षेत्रका 1,63,000 भन्दा बढी मतदाताले। आउनुहोस्, विश्लेषणलाई सजिलो बनाउन यी मतदाताहरूलाई 4 फरक समूहमा बाँडेर हेरौँ। तथ्याङ्कले स्पष्ट देखाउँछ, यहाँको सबैभन्दा ठूलो र निर्णायक समूह भनेको कामकाजी र परिवार पाल्ने उमेर समूह हो। कुल मतदाताको झण्डै 1/3 हिस्सा उनीहरूले नै ओगटेका छन्। पहिलो समूह हो युवा मतदाता। उनीहरूलाई बालेनको प्राकृतिक समर्थक मानिन्छ। तर सबैभन्दा ठूलो प्रश्न यही छ, के उनीहरू साँच्चै भोट हाल्न मतदान केन्द्रसम्म पुग्छन् त? यो एउटा ठूलो अनिश्चितता हो। दोस्रो र सबैभन्दा महत्त्वपूर्ण समूह हो कामकाजी मतदाताको। यो समूह कुनै व्यक्तिको अनुहार हेरेर भोट हाल्दैन, बरु आफ्नो दैनिक जीवनका मुद्दाहरू हेरेर निर्णय लिन्छ। त्यसैले कुनै पनि उम्मेदवारको जित हार यही समूहको हातमा टिकेको हुन्छ। तेस्रो समूह हो राजनीतिक रूपमा वफादार मतदाताको। यो पुस्ता प्राय परम्परागत पार्टीको लाइनमा भोट हाल्छ, जसले गर्दा पुराना र स्थापित उम्मेदवारहरूका लागि एउटा बलियो आधार तयार हुन्छ। र अन्तिममा आउँछ ज्येष्ठ नागरिकहरूको समूह। यो समूह अलि जटिल छ। उनीहरूमा पार्टीप्रतिको पुरानो लगाव पनि छ, तर घरका युवा सदस्यहरूको विचारले पनि उनीहरूको निर्णयमा ठूलो प्रभाव पार्न सक्छ। त्यसो भए यी सबै मतदाताको मनोविज्ञान बुझिसकेपछि आउनुहोस् एउटा सानो तर रोचक हिसाब किताब गरौँ। यसका लागि हामी पछिल्लो चुनावको तथ्याङ्कलाई आधार मान्नेछौँ। एकछिनलाई कल्पना गरौँ, झापा 5 का सबै ठूला दल एमाले, काङ्ग्रेस, माओवादी र राप्रपा सबै मिलेर ओलीलाई नै समर्थन गर्छन्। यो सायद उनका लागि सबैभन्दा उत्तम र आदर्श अवस्था हुनेछ, होइन त? तर रोचक कुरा के छ भने विगतको चुनावमा यी सबै दलले समानुपातिकतर्फ पाएको कुल भोटलाई जोड्ने हो भने त्यो जम्मा 42% मात्रै हुन्छ।